हेलो एभ्रिवान नमस्ते। आज चाहिँ मैले यो पिनट बार र यो भुजाको लड्डु बनाउन गइरहेको छु। यसका लागि चाहिँ मैले बदामलाई भुटेर राम्रोसँग भुटेँ अनि निकालेर त्यसको बोक्रा फालेर रेडी गरेको छु। त्यसपछि अनि भेली पकाएर राम्रोसँग पाकेपछि पिनट हालेर एकछिन चलाएर त्यसपछि अनि एउटा ट्रेमा राम्रोसँग राखेर त्यसलाई चाहिँ मिलाएर राख्ने अनि त्यसमाथिबाट चाहिँ तातो हुन्छ बेसरी ट्रे ध्यान दिएर समाउनु होला। त्यसपछि माथि चाहिँ मैले त्यो नरिवलको लाई चाहिँ माथिबाट गार्निस गरेको छु। नरिवल अनि तिल पनि राखेको छु। यसमा चाहिँ तपाईँहरूले जे राख्न पनि मिल्छ, ड्राई नट्सहरू कुनै पनि बदाम काजु है जे राख्दा पनि हुन्छ। यसरी राम्रो पनि देखिन्छ नि त, त्यही भएर गरेको यो चाहिँ। अनि रेडी गरेर अनि बाहिर फ्रिजमा चाहिँ नराख्ने, बाहिर नै राख्ने, रुम टेम्परेचरमा राख्ने। अनि हल्का सेलाएपछि यसलाई थोरै त्यो चक्कुले नि अलिकति सेप दिएर राख्नु होला, पछि फेरि निकाल्ने बेलामा गाह्रो हुन्छ के। अनि गरेर राखिदिनु, पछि निकालेर अनि सेप दिएर राखेपछि निकाल्दा सजिलो हुन्छ। यी मेरो कति राम्रो देखिएको छ नि है। अब यसलाई चाहिँ मैले अब एकतिर साइडमा राख्छु। अलि एकछिनमा आधी घन्टापछि निकालेर अब यस्तरी भयो मेरो यी निस्कियो राम्रोसँग। कस्तो राम्रो पनि देखिएको छ, कस्तो क्रन्ची छ खाँदा पनि है, राम्रो बनेको छ। हजुरहरूले पनि ट्राई गर्नु होला। अनि अब फेरि मैले चाहिँ यता आज भुजाको लड्डु पनि बनाउन लगाएको छु, त्यही भएर मैले भुजालाई रेडी बनाएर राखेको छु। अब त्यसमा चाहिँ पनि यी भेली पकाइराखेको छु, यही भेली हालेर अनि भुजाको लड्डु पनि बनाउँछु। अनि आज बच्चाहरू घरमै छन्, त्यही भएर यिनीहरूलाई खुवाउनु पनि आफूलाई पनि रमाइलो हुने। छुट्टी छ बच्चाहरूको पनि, त्यही भएर बनाएर खुवाउनु पऱ्यो भनेर लागेको। हजुरहरू पनि खानुहोस्। धन्यवाद।